Go shorty, it's your birthday. We gon' party like it's your birthday. We gon' sip Bacardi like it's your birthday. And you know we don't give up, cause that's your birthday. Hello guys, good morning. आज Sunday. खुलेको अवस्था guys. अच्छा भिडियो खिच्दा पनि बन्द रहेछ. हो र खासै बन्दैन. बजिहाल्छ नि तर साउन्ड आउँदैन होला अर्को सानो बाटो थियो त्यो हामीले आफैले गरेको सेल बाँडेको थियो. हामी यहाँ मुसा पायौँ होइन बाबा मुसा पाएन हामी मुसा पायौँ कहाँ किनेको थाहा छ दाइको त्यही हो होइन उता रङ बाटोले खाने हो, रोटी खाने हो नि. ए रोटी खाने हो कि रोटी खानु लाग्यो नास्ता बिहानदेखि खाइ कति बज्यो 12 बजिसक्यो अनि 12 बजी हाम्रो नास्ता हुन्छ के नास्ता फेरि ओ माई गड ल हेर्नु दाइ ल केही बोलिदिनु दाइ ल त्यही भन्नु हजुर आज घुम्न हिजो सम्झनाकोमा गएको आज सट्ट घुमेर आइयो अब नास्ता खाएर रुम जाने कस्तो मुख रमाइलो लाग्यो ल अब हामी जाँदैछौँ यस्तो यो मुसा पाएको ए नास्ता चाहिँ आज पुरै अर्ग्यानिक वाला छ गाइज. टक्क रोटी रोटी पनि कति ठुलो हो यार है. अनि चना दाल कान्छालाई हरियो चाहिँ यो गाउँको नेपालतिर जस्तो रोटी हो न बट यसलाई चाहिँ पठान रोटी भन्छ नि तर खाएँ चुयो त के भयो चिया मागेको चिया आउँदै गर्छु उके दाल खाऊ न यार हो गाई हामी चाहिँ यहाँ मुसफा आएर टक्क नास्ता खानु लाग्यो. दादा 3 चाहिदियो मलाई वाला खाएर वाक न खाएर वाक के नास्ता चाहिँ हामीले स्पेसल खानु लागि छ आज रोटी 1 रुपियाँ वाला. मेरो आजन कस्तो भयो हिसाब भएर राति जुस धेरै खाइएछ कि अब रसिलो खतरा खाइएछ आज नास्ता. कोदोको रोटी जस्तै कोदो रोटी त मलाई मनै पर्दैन यार. बरु आँटा बरु मनपर्छ. आज त दुध हालेर खानु मिठो हुन्छ कि आँटामा दुध हालेर खायो भने आँटामा दुध मही गाइज नास्ता सुस्ता खाइयो टक्क स्याप पलास स्याप मोटाइयो अब चलिन्छ. कान्छा अब फेरि हामी कान्छालाई छोड्न गइन्छ हो कति पैसा त के छ त्यो त 7 होला. नास्ताको बिल कति आएर हो यस्तो घाम छ यार. कान्छालाई चाहिँ अब चक्क आज बिदापाती भइन्छ कान्छासँग ल. बिल कति आएर त्यसै 20 को काम के 1 रुपियाँ रोटी यार 20 अरे सम्झ यो पनि यो पनि हाल्यो कति आएर कति दिएको पैसा भन्न कति दिएको र 15 रुपियाँ के कसरी हुन्छ 15 भनेको रे ए दाल 2टा खाइयो नि त 2 दाल 3 रोटी. मलाई चाहिँ यार यहाँ गुडगाले के भयो यार पुरा दुखिरहेको छ. केही भएको इन्सल्लाह आउँछ टक्कलार कान्छालाई फ्याटलार फालिन्छ घर गइन्छ घर गएर सुदाम सानिन्छ फिल्म हेरिन्छ र बोल न यार केही यार किन हो र सिरियस यार छ्या प्यार बोलेको मलाई मनपर्छ बोल के
डिसाइड गर त्यसै फेरि त्यो मान्छेको अगाडि के भनेको थियो अरे के भनेर मान्छेको अगाडि होइन केही भनेको होइन त्यसै रिसाउने यार दिन कति बज्यो भनेर सोधेको होइन मान्छेलाई आइमे मान्छे आइमे भन्ने शब्द मसँग निकाल्ने होइन यो आइमे भन्ने शब्द बुढी फायर 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 फ्लाइट गएको थियो त्यो मान्छेमा यसो देखाइरहेको थियो त्यही भएर मैले त्यसले किन तल देखायो भनेर मैले तल सोधेलाई सोधेको म वासरुम जान लाग्यो भने माथि जा बम बाहन मेरो कुरकुरु जाउन अरे माथि जाऊ भन्न लाग्यो देखाइदेऊ न फेरि जाउँ म त माथि जाऊ भन्ने गल्ती भएन र माथि जाऊ होइन के भन्छ माथि जानु भन्न भन्यो सरी द वे यु टक द्याट द पोइन्ट थेरी खतरा भन्छ यहाँहरू ल नरिसाउनु न ल हाँस्देऊ ल गाई जस्तो अब देखो स्वास्नीले हिँड्न कति गाह्रो छ जिन्दगीमा स्वास्नी यति नराम्रो शब्द मम्मी ल मेरो गर्लफ्रेन्ड केटा हो गाइस सी इज माई गर्लफ्रेन्ड बुढी भन्नु न बुढी हुन्छ नि त्यो आइमी यो स्वास्नी भन्ने बुढी भन्नु श्रीमती भन्नु वाइफ भन्नु फेरि किन सेतो आएको हो त्यस्तो हो त्यो भन्नु नराम्रो हुन्छ त्यहाँ स्वास्नी अरे कति नराम्रो अपलोड हो कि यो मेरो गर्लफ्रेन्ड हो गाइस मैले संस्कार देखाएँ त्यस्तो त तेरो फेसमा चाहिँ यस्तो आयो हेर्नु किन हो सेतो आयो त्यो अलि धेरै आयो कान्छा फेरि एकदम मन्द मुस्कानमा बसेको छ एकदम रातिको कडा परेछ जस्तो छ हिजो मैले भात खाएको छैन अरे हो गयो फाइदिएको बेला त्यसै फेरि मैले नखाइकन फेरि पोल्छु खानी भनेर के म पनि नखानी मान्छे हो ल अहिले रेकर्डै भइन्छ यार अलिक भयो त अहिलेको त गाइज ल अब हाम्रो चाहिँ यो मुसफाको पुरा इन्टरनेसनल चौकमा छौँ होइन इन्टरनेसनल सो गरेको छ सिधा गयो अबुधाबी यता गएँ कता यता गएँ मुसफा यता गएँ मुसफा उता गएँ मुसफा चारैतिर मुसफा मुसफाको यो चाहिँ फर्स्ट सिग्नल हो क्या समाचार भयो बुझल कान्छे जाने त कता वाइ सिग्नल बोले बाबु होइन होइन पछाडि त म मान्छे नै कालो बरौ के हो यार कालो 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 फोकस तिमीलाई यार अलि बिचमा आउनु नि त सेन्टरमा अनि कालो कालो आउँदो रहेछ के मान्छे नै कालो बरौ कि कालो कालो आयो फोटो सेन्टरमा कान्छा बस्नु जाने यता यतै हो गाइज कहाँनिर त मैले बेसी अगाडि हो कान्छोसँग भेट छैन अब आफ्नो सालै होला भन्ने जस्तो होला जस्तो लागिरहेको भाइ कहाँ रे आइसक्यो कान्छा सर चाहिँ गर्नुहुन्छ के बोल्न दाइ पुकार खालेको थुक्ने कहाँ हो अब उनीहरूले गर्नुपर्छ कि थुक्ने कहाँ हो दाइको त्यस्तो यस्तो निस्केला नि पसिना पुरा त्यो पऱ्यो कति बज्यो 12 बज्यो सेट गाइज किन मिटिङ छ मिटिङ छ त्यसको गर्लफ्रेन्डलाई टाइम दिनु भनेको हो मिलेन म चाहिँ के राखेँ बाटोमा हामी जाँदैछौँ दाइलाई छोडाएको दाइ हेर्नुहोस् त्यही भरै म त सक्दैन नि छैन क्या किन ह्याङ भइरहेको छ जहिले एक त जस्तै सन्डे मन्डे त के अरे मन्डे म के अरे स्याटरडे सन्डे त हो कि होइन स्याटरडे चिलमा सन्डे ह्याङ मन्डे के त मन्डे जस्तो चिल कस्तो देखियो जाँदै अब सिग्रो यो आइपुग्नु लाइमा कहिले जाने भने आजको सन्डे पनि त्यसै गयो पैसा दिएछ पैसा देऊ नि त कहाँ दिन पैसा पैसा चाहिन्छ घुम्नलाई पैसा पनि चाहिँदैन गाइज गाइस न गाइज हामी रुम पुगिसकेको थियो फेरि त एउटा साथीको बर्थडे टक्कै याद आयो होइन एउटा यसो सानो कपकेक लिएर गइदिनु पऱ्यो भनेर त्यो लुलु माइए छ सानो लुलु एक्सप्रेस लुलु मेरो माइती दुबईमा म भए पनि माइतीको कहिले पनि कमी महसुस नगरेको माइती त मेकी नै प्रेम चाहिँ साथीको नाम चाहिँ प्रेम कुमार ह्याप्पी बर्थडे भन्नु न कुमार राणा वर्जिन राणा ह्याप्पी बर्थडे प्रेमलाई यहीँबाट है अहिले म्यासेज गरिसकेको थिएँ मलाई पनि थाहा थिएन जहिले थाहा हुन्थ्यो हिजो चाहिँ
त्यो जुस अलि धेरै खाएको याद भयो ट्याक्क लाएर एक्सप्रेसो लुलुमा हामी आइयो होइन लुलु नै हो यसको चाहिँ केक पाइने ठाउँ चाहिँ लास्टमा छ मैले प्राय केकहरू किन्दा चाहिँ यहीँ आएर लाने अस्ति कति तेरो बर्थडे पनि यहीँबाट लगेको अस्ति सफलको यहीँबाट लगेको सफलकोमा आएर जसको बर्थडे उसलाई नै लिएर आएको केक किन्न फेरि यहाँ यता राइट साइडमा छ ट्रक लाएर टक लाएर केक भइहाल्छ नि यहाँ सर केक चाहिँ खाइँदैन सानो लानु पर्ला हौ यहाँ छ त कप केक ठुलो त किन खाइँदैन ठुलो किन लानु सानो चट्ट होला यो लाने यो होइन फाल्ने त हो ठुलो किन लानु भनेर खाइँदैन गाइज हामी चाहिँ केक चुज गर्दैछौँ होइन राम्रो छ केकहरू यार व्हाइट फरेस्ट ब्ल्याक फरेस्ट तर मलाई चाहिँ यो केक मनपर्छ होइन तर यो चाहिँ यसो खानलाई ठिक छ बर्थडे सड्डेमा यताउता लिएर जाँदा चाहिँ यस्तो लुक्स चाहिँ राम्रो नआउने त्यसको होइन यसको लुक चाहिँ राम्रो आउँदैन होइन बर्थडे सड्डेमा चाहिँ यही राम्रो हुन्छ झर्लस्स देखिन्छ यहाँ पनि छ त यो पनि यार हनीवाला ल डन त्यहाँ नाम लेखिदिउँ न त ल ह्याप्पी बर्थडे भजिन राणा मिन्स कुमार राणा हो कि के हो र डान्स ओ कस्तो रसिलो भयो यार यो चस्मा चाहिँ गाइज मलाई नेपालबाट आएको है अस्तिको भिडियोमा देखाएको थिएँ त्यही चस्मा हो मिलन प्रधान दाईले पठाइदिनु भएको हो यहाँ चाहिँ अब केकमा यसो नाम लेखिदिनु पऱ्यो भनेर दिएको दिदीले लेखिरहनु भएको त हामी चाहिँ वेटिङमा छौँ बर्थडेवाला मान्छेलाई अब मेसेज गरेको हेर्नु भएको छैन रुममा छ कि छैन भन्ने कुरा हो फेरि सरप्राइज जस्तै छैन भने होइन कहाँ बियर खाने ब्रो भनेको हेर्नु आएन बिरामी हुन्छ अरे कि सलाइन चढाएको अरे जस्तै अहिले त घरै खै क्लाइमेट चेन्ज होला सायद यस्तो छ गाइजहरू गाइजहरू कति बेर लाग्यो यार दिदीलाई हाम्रो दिदीले यहाँ चाहिँ टक्क लाएर नाम लेख्दै हुन्छ केकमा दामी केक होस् यार अब म चाहिँ खासै यो केक लभर चाहिँ होइन है म मन पर्दैन मलाई यार साँच्चै हो यो सानो हो उयो क्रोसिन चाहिँ मिठो लाग्छ मलाई ल ह्याप्पी बर्थडे म्यान केक रेडी भयो उता झन्नै केकको यहाँ दुर्घटना भइसक्यो यार क्यान्डल चाहिन्छ र क्यान्डल त अनि 40वटा बाल्नु पर्छ होला बुढो 40 वर्ष भयो क्या हो होइन तर प्रेम र म त एउटै सालै हो नाइटमा प्रेम गरेर मेरो बर्थडे त फेरि एउटै छ अगस्त 15 मेरो चाहिँ अगस्त 15 है गाइजहरू सबैले केक लिएर आइदिनु होला मलाई पनि केक पर्दैन गिफ्ट है त हामी चाहिँ अब क्यान्डल खोज्दै हो कता हो क्यान्डल त रुममै थियो क्या हाम्रो घर नजानी जहाँ जाँदा प्रेम नदिएर जाउँ है ओके माई लभली कस्तो पागल जस्तो म एक्लै बोल्दै हिँडिरहेको छु यार लाज लाग्दो रहेछ लाज लाग्दो रहेछ गाइस सोध नि त्यहाँ
बर्थडे क्यान्डल ओ माई गड माथि रहेछ अरे त्यसो पनि आयो यो छ्याटो छ्याटो पार्नु हो काट्ने कुरा नि रहेछ ओके 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 त्यो बल्छ झर्र हुने हो झर्न त झराउने लैजा नि पर्दैन होइन बुढी सेलमा के झर्र हो ल त्यस्तै छ ल झ्याएर झुर्रो पनि लिइदिउँ ज्यादा जुरो त होइन स्प्रे हो तर ज्यादा जुरो प्रेम चाहिँ रुममा छ कि छैन भन्ने कुरा हो मेसेज गरेर हेर्दै हेऱ्यो होइन गाइज 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 झ्याकास चुकुस अहिले त अलिक फ्रेस भयो जस्तो छ म यार के हो यस्तो दुःख छ बर्थडे म त बसेँ लाइटर यहीँबाट बाहिर जाने कुरो भयो गाइजहरू सँगसँगै नभनेको मैले थाहै भएन मैले पनि यो थाल्छु है छ्यार्नु ल ह्याप्पी बर्थडे केक काटिसक्यो होला नि हिजो गाइजहरूले ह्याप्पी बर्थडे ल हिँड ल अहिले हाकिमले देख्यो भने यहाँ क्या गर्दा नेपाली लोक भन्छ यता चाहिँ हाम्रो रियान ब्रोको रुम यता चाहिँ हाम्रो प्रेम कुमारको रुम बेल बजाएको ढोका नट ओपनिङ स्टिल बजाउनु फेरि खै त बजाएको के 2-3 चोटि बजाउनु क्यान्डल भेन्ला ढोका खुल्दैन गाइज सुनेन कि बजाउनु अलि टिङ 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 यस्तो आपत खै त साइलेन्स बसेछौँ हामी सरप्राइज दिन आएर हामी आफै सरप्राइज भइदियो गाइज नबोल्नु न प्रेम हेलो सन्चो छैन बिचरा बिरामी है छ ब्रो ह्याप्पी बर्थडे टाउको नानौ यता 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 अनाएर नानौ बर्थडेवाला मान्छे यस्तो बिमारी छन् बिरामी भन्ने मलाई थाहा थियो बिहान हाम्रो बर्थडे मजाले सुतेर हो यस्तो तारो भाउजू फेरि सिलिम भयो कुमार राणा हो क्या नेपालीमा ल भर्जिन राणा हो कि भुइँमा काटे हुन्छ त यार यहीँ राखेको भयो त यार ल यो छोरोको होला यार गर्मी त एक्स्ट्रा गर्मी रहेछ हाम्रो त यति चाहिँ साह्रो छैन ए रहेछ ल पैसा भन्दा केही मागेन नलाग प्रेमले क्यान्डल फुक्ने होइन र Happy birthday to you, Dai. Happy birthday. भाइ खै त ड्युटी ए त्यो पनि अहिले काम गर्नु Happy birthday ल दाइ
दाजुलाई दिनु क्या डाइटिङ फेरि यता खानु के खाइदिनु अलिकति ल ह्याप्पी बर्थडे जन्मदिनको धेरै धेरै शुभकामना दाइले आँटेको पुगे छिटै सन्चो हुनु बिरामी हुनु रहेछ छिटै सन्चो मैले त बिहान थाहा पाएको बल्ल यार थाहा थिएन म त होइन हुकी होइन हाम्रो त्यसमा आइरहेको हुकी फेरि स्टोरीमा आएर थाहा पाएको हुकी होइन कन्फ्युज भयो क्या त कहिले त अगाडि नै युज गरिन्छ नि त हुकी होइन कतै ल ल मैले त के खानु यति यति खाइन्छ ल दाइले खुवाइदिनु न भयो हुन्छ छोरी खाने क्या रोक्सिलाम ह्याप्पी बर्थडे ल बर्थडे सकियो गाइस अब 1 महिना 1 साल बुढो भइयो ल बुढो भइयो स्यापको केक खाइन्छ राग मान्छेले नखायो भने चाहिँ केक त